हे गाइज वेलकम ब्याक अगेन माई मिनी ब्लग। आज चाहिँ हामी साथीको बिहाको लागि लिङ्गा काटेर आउँदैछौँ। लिङ्गा काटेर आइसकेपछि जग्गा हालेर झिलिमिली टाँगेर तोरण सोरण हालेर पनि साँझ पक्क हल्दी र मेहन्दीको काम पनि सुरु गरियो। हल्दी र मेहन्दीमा सम्पूर्ण मान्छेहरू नाचिरहेका थिए, हामी चाहिँ पछाडि बसेर हेरिरहेका थियौँ। त्यस दिन बेलुका सम्पूर्ण हल्दी मेहन्दीको काम सकेर भोलिपल्ट चाहिँ हामी जन्तीको लागि चाहिँ रेडी भएर सम्पूर्ण साथीहरू बिहे घरमा लाग्यो। हामी सबै बिहे घरमा आइपुग्दा त सबैजना रेडी भएर गाडी चढ्न पनि लागिसकेको, धन्दै ढिलो भएको भन्दै हामी छिटो गाडीमा चढ्न लाग्यौँ। गाडी चढिसकेपछि सबैजना गीत गाउँदै नाच्दै गाडीमा उफ्रिँदै हुटिङ गर्दै चाहिँ लाग्यो हामी बेहुली भएको घरतर्फ। फाइनली 5 घण्टाको लामो यात्रापछि पुग्यौँ बेहुली लिनको लागि बेहुलीको घर सुनौल। त्यहाँ पुगेपछि अब खानाको लागि चाहिँ सिक्वेन्स मिलाउँदै थियौँ। बिहानदेखि केही नखाएको, भोक पनि लागिसकेको, गएर बस्यौँ हामी टेबलमा। त्यसपछि एकैछिनमा खानाको लाइन पनि सुरु भयो। हामी पनि फटाफट गएर खानासाना हाल्यो, सबै हालेर लिएर आएर खाना बस्न थाल्यो। खाइसकेपछि चाहिँ एकछिन नाचगानको कार्यक्रम भयो। जन्ती तर्फबाट बेहुली तर्फबाट नाचियो एकदम। सबै नाचगान सकेर चाहिँ बेहुलीलाई साँझ पखाउनमा आएर चाहिँ हामी बेहुली लिएर घर फर्क्यौँ। घर फर्किँदा पनि गाडीमा एकदम रमाइलो नाचगान सहित दोरी खेल्दै चाहिँ हामी फर्क्यौँ। आजलाई तिनी साथीहरू बाई बाई।